हेलो के छ म चाहिँ अब यात्रा हो ब्लग होइन म चाहिँ आज पोखरा जाने हो अनि अहिले चाहिँ यहाँ घरबाट हिँडिसकेँ यता आइसकेँ आएर यहाँ वरिपरि हेर्नु घरहरू कस्तो राम्रो छ यो बाटोहरू जाम अब बिस्तारै जाम म के हुन्छ सबै देखाउँदै गर्छु पहिला चाहिँ कस्तो दामी घरहरू हो यार आहा बाफरे के कुरा गर्नु यार अति राम्रो के अति साइड माग्नुभयो साइड त दिन पर्यो होइन पुलिसको भ्यान जस्तै हो त बहुत मजा आयो बहुत दामी जाम सर घुमम बाटोमा के हुन्छ सबै म देखाउँदै का बर्खा पनि भयो हिँड्नको लागि अलिक ख्याल गरेर हिँड्नुपर्छ आजको राइड मजा आउने वाला छ गाइस यस्तो यस्तो चिजहरू देखाउँछु म तिमीहरू सक हुन्छौ अब यहाँबाट म जाने भनेको बागलुङ जानु पर्यो बागलुङ अब कति किलोमिटर छ पानी परेन भने पानी पर्ला जस्तो पानी परेन भने म आज पोखरा गएर बस्छु नत्र बागलुङ पनि बस्न सक्छु म धेरै ट्राभल गर्दैन बागलुङ चाहिँ एक्सप्लोर गर्न हो मलाई बाटो बाफ्रे यहाँ पानी परेर न बाढी परेर यस्तो भयो पुरै बाटोमा ल्या हेर यस्तो रिगा मनेवा अब चाहिँ गोलकोट आउँछ गोलकोट पछि गोलकोट हटिया अनि बागलुङ कुस्मा पोखरा हुँदै हुँदै म कहाँसम्म जान्छु हेर्नुहोस् होइन सब हेरौँ न कस्तो राम्रो अनि यो बाटो चाहिँ धोरपाटा निसी खोला तारा खोलातिर पनि जान मिल्छ है यता होइन यताको साइड आहा राम्रो घरहरू छ आज घाम लाखन सबैले कपडा धोहन् बागलुङ 60 किलोमिटर ल रिडी अस्ति गएको रिडी गएको 30 किलोमिटर थियो नि त्यसको डबल 60 अस्ति म यहाँबाट बिजुली उत्पादन हुँदै यहाँ तलबाट ल अलि अघि गएर भेटौँला है अब म यसो बन्द गरिदिन्छु चार्ज पनि थिएन कि बिहान उठेर चार्ज गरेको अनि हल्का ढिलो भयो ठिकै छ यताको बाटो तर अहिले चाहिँ हल्का बर्खा पनि भयो हिँड्नको लागि अलिक ख्याल गरेर हिँड्नुपर्छ यस्तो यस्तो चिजहरू देखाउँछु म तिमीहरू सक हुन्छौ अब यहाँबाट म जाने भनेको बागलुङ जानु पर्यो बागलुङ अब कति किलोमिटर छ पानी परेन भने पानी पर्ला जस्तो पानी परेन भने म आज पोखरा गएर बस्छु नत्र बागलुङ पनि बस्न सक्छु कहाँ जान्छ यो बाटो बाफ्रे यहाँ पानी परेर न बाढी परेर यस्तो भयो पुरै बाटोमा ल्या हेर यस्तो रिगा मनेवा अब चाहिँ गोलकोट आउँछ गोलकोट पछि गोलकोट हटिया अनि बागलुङ कुस्मा पोखरा हुँदै हुँदै म कहाँसम्म जान्छु हेर्नुहोस् होइन जियोस् अस्ति यार रेकर्ड गरेको भिडियो अस्ति पुरै बिग्रो के माइक त एकदम ठिक छ तर एप्समा गएपछि चाहिँ त्यसको किन के त्यो साउन्ड डिस्टर्ब आयो कि कति राम्रो भ्लग गरेको थिएँ दुःख गरेर यार पानीमा भिजेर कुलो कति राम्रो खेतहरूमा पानी लाने हो खेतहरू हेरौँ न कस्तो राम्रो आहा राम्रो घरहरू छ आज घाम लाखन सबैले कपडा धोहन् ल इन्जोय गर भिडियो हेर मौज गर एउटा बागलुङ 60 किलोमिटर ल रिडी अस्ति गएको रिडी गएको 30 किलोमिटर थियो नि त्यसको डबल 60 अस्ति मलाई 2 घन्टा लाग्थ्यो नि बागलुङ पुग्न मलाई कति 4 घन्टा लाग्छ होला त्यस्तै अनि चाहिँ यो हाइड्रो पावर पनि छ यहाँ तल यहाँबाट बिजुली उत्पादन हुँदै यहाँ तलबाट ल अलि अघि गएर भेटौँला है अब म यसो बन्द गरिदिन्छु चार्ज पनि थिएन कि बिहान उठेर चार्ज गरेको अनि हल्का ढिलो भयो चार्ज गरेँ अनि हिजो राति गर्नुपर्ने रहेछ कि बिर्सेँ त्यो बौला कुकुर हो यार
तर्साइदियो भने भोटे क्या भन्छ बाफ्रे त्यो खेतहरू हेरौँ न यस्तो भिडमा पनि यहाँ मुनि फेरि खोला छ के खोला छ हाइड्रो पावर छ यहाँको स्पिड चाहिँ 20-30 हो है त्यहाँभन्दा नचलाउनु होला यहाँको घरहरू देखेर म छक्क पर्छु यार वा यहाँको बजारहरू म बस्ने ठाउँ भन्दा जियोस् वा फेभरेट बाइक यार कहिले होला मैले बाइक किन्ने देखेरै मन हान्छ यार कसरी होला गर्ने भन्ने हुन्छ आइयो हटिया बजारी यता आमाहरू कहाँ हिँड्नुभयो आज पूजा रहेछ कि सबै मन्दिर जाने यता उता आयो दोजर जियोस् मजा आइरह बल्ल हटिया बजार आ यहाँ चाहिँ राम्रो फेन्सी पसलहरू छ सपिङ गर्नलाई राम्रो ठाउँ छ जियोस् यहाँ ए सर र बजार ह सामानहरू अनलोड हुँदैछ यहाँ अलि साँगुरो भयो कि यहाँको बाटो गर्ने आज दिन ल मेरो फेभरेट बाइक यार क्रस फायर कहिले होला मैले किन्ने गाइज यार मेरो ड्रिम हो कि ड्रिम एक दिन नआत्या एक दिन म मेहनत गर्छु अनि क्रस फायर ल्याएर ब्लग बनाउँला अहिले जस्तो छ त्यस्तैबाट सुरु गर्यो केही भएन पछि केही राम्रो भएछ सबैले हेर्दै माया गर्यो भने क्रस फायर नि किनौँला होइन र कि कसो र ल अब यहाँ अगाडि पेट्रोल पम्प छ पेट्रोल हाल्न छ पेट्रोल अस्ति लो भयो धन्न यहाँसम्म आयो बिचमा रोकिएन जियोस् यो बाइकको माइलेज चाहिँ दामी छ कति क्युट घर वाह वाह उकालो आयो हे यहाँको कस्तो राम्रो घर छ कि हेर न त्यो माथिको टङ्कीहरू पनि कस्तो अर्कै छ कि एल्युमिनियमको हो के को अब वाह मकैहरू त बल्ल हुँदै यहाँ केराहरू छ मकैहरू रहेछ घरहरू त ओहो मेरो ड्रिम घर हो यार कहिले होला एक दिन नात्या गाइज एक दिन क्रस फायर किनेर फेरि ब्लग बनाउनु पर्छ क्रस फायर किनेर म मुस्ताङ जान्छु अब पेट्रोल हाल्छु है मैले एकछिन पेट्रोल हाल्न छ कति लिटर पेट्रोल जान्छ हेरौँ पेट्रोल हो दाइ बन्द छ कसो हो यो किन बन्द छ त्यो हो र अगाडि कहाँ छ त तेल हाल्ने ठाउँ अब सिधै बागलुङ पुगेर हजुर अलि तेल पाइने ठाउँसम्म पुगिन्छ है भन्ने कुरा यो जहिले बन्द हुन्छ के भयो ल बस्नुहोस् है गएँ गाइज यार तेल पाइएन भने कस्तो यार टेन्सन भयो यार वाह कति अनि कहाँ यो काफल ठुटा आइसकेँ म अनि यहाँको सबसे राम्रो कुरा भनेको चाहिँ के रहेछ भने यहाँको ठाउँ के विकास भएन विकास यहाँ भएछ कि कति राम्रो ठाउँ छ यहाँ अनि यो बाटोमा चाहिँ पहिरो गएको रहेछ यहाँ तपाईँलाई एउटा दामी ठाउँ गरेर देखाउँछु मैले है यहाँ आइसकेँ म एकदम दामी यार यो ठाउँ यार हेर्दै बाइक रोकेर भिडियो बनाउनु मन लाग्यो म क्यामेरा फर्काएर देखाइदिन्छु है वाह लुक एट दिस गाइज लुक एट दिस प्लेस यो कस्तो ठाउँ हो वाह अनि एउटा ब्रिज पनि छ कि यहाँनिर अनि यो गाउँहरू हेर्नु न यहाँ माथिदेखि सरेर विकास त हो नि यो कति राम्रो घरहरू छ ओहो अनि यता यतातिर अनि स्कुलहरू पनि छ क्या त्यहाँ स्कुलहरू होइन यहाँनिर स्कुलहरू पनि छ अनि स्कुल यता पनि छ यो ठाउँमा सबै छ लगभग त्यो पारीको गाउँ पनि राम्रो हो कि यताको अनि यो चाहिँ सबसे बेस्ट है बेस्ट
ठाउँ हो यो एकदम राम्रो के खेतहरू हेर्नु न घरहरू होइन एकदम दामी ल म यहाँ काफलठुटा आइसकेँ अब यहाँदेखि चाहिँ म अघि लाग्छु होला अघि लाग्छु मजा आयो घुम्नलाई यस्तो दामी ब्रिज छ त्यहाँ यो पुल के भन्छ झुलुङ्गे यो चाहिँ झुलुङ्गे पुल हो यहाँबाट चाहिँ त्यो गाउँमा जान मिल्यो क्या सिधा वारी आउनलाई वाउ ल बिस्तारै म अघि लाग्छु अब बागलुङ पुग्छु अनि माथि एक ठाउँ छ कि माथिबाट मैले चाहिँ हिमालहरू पनि छ हिमालयहरू पनि देखाउँछु होइन अब बिस्तारै बिस्तारै अगाडि बढ्छु म यहाँ आइसकेँ ल यो गाउँ दामी रहेछ ल मजा आयो ब्लग हेर होइन सब्सक्राइब गर के कमी छ कम्प्लेन गर त्यही त हो नि रिभ्यू दिनु पर्यो होइन म ल